Hello guys, welcome to Spice Era. Let's prepare Sadeko YY, a typical Nepali snacks. First ma mixing bowl ma chop onion add गर्नुहोस्. अब add गरिसकेपछि chop tomato add गर्नुहोस्. Chop tomato add गरेपछि chop green capsicum add गर्नुहोस्. Chop cucumber add गर्नुहोस्. अनि त्यसपछि चप क्यारोट पनि एड गर्नुहोस्. अब एड गर्नुहोस् बोइल्ड पोटैटो जो चाहिँ सानो सानो क्युबमा काटिएको हुन्छ. अनि त्यसपछि चप ग्रीन चिल्ली एड गर्नुहोस्. ग्रीन चिल्ली एड गरिसकेपछि चप धनिया एड गर्नुहोस्. चप धनिया एड गरेपछि अब हामी चाहिँ चाउचाउ एड गर्छौं YY. अनि YY एड गरिसकेपछि अब YY को मसला एड गर्छौं जसलाई भन्छौं हामी सुप. अनि त्यसपछि टिमुरको धुलो 1 टीस्पुन एड गर्छौं. 1 टीस्पुन टिमुरको धुलो एड गरिसकेपछि अब ल हेर्नुस् त के एड गर्छौं हामी ग्यास ब्ल्याक सल्ट एड गर्छौं 1 टीस्पुन जति. अनि त्यसपछि हामी अब 1 टीस्पुन जति व्हाइट सल्ट एड गर्छौं. व्हाइट सल्ट एड गरिसकेपछि अब हामी चाहिँ रेड चिल्ली पाउडर एड गर्छौं 1 टीस्पुन. 1 टीस्पुन सबै कुरा एड गरिसकेपछि अब हामी चाहिँ पिन्च अफ बेसारको धुलो एड गर्छौं. अब हामी एड गर्छौं 2 टेबलस्पुन जति तोरीको तेल जसलाई चाहिँ मस्टर्ड ओइल पनि भनिन्छ. यो एड गरिसकेपछि हाम्रो साँधेको नुडल्समा एकदमै राम्रो टेस्ट आउँछ. यो यसको फ्लेभर चाहिँ एकदम शार्प हुन्छ हैन. अनि यो हेल्थको लागि पनि एकदमै राम्रो हुन्छ तोरीको तेल हैन. अनि त्यसपछि हामी यसलाई मिक्स गर्छौं. राम्रोसँग मिक्स गर्छौं सबै इन्ग्रेडियन्ट्सहरु. राम्रोसँग तपाईहरुले पनि मिक्स गर्नु होला हैन. एकदम राम्रोसँग आनन्दले मिक्स गरिसकेपछि लगभग अब यो रेडी हुँदैछ हैन. यसलाई राम्रोसँग चाहिँ मिक्स चाहिँ गर्नु होला है. अब यो चाहिँ एकदमै फेमसै हो के. चाहिँ तपाईको होटल रेस्टुरेन्टमा घरमा चाहिँ फेमसै छ यो चाहिँ. किनकि यो स्न्याक्स चाहिँ एकदमै कम्फर्टिङ छ के, चटपटा छ. अनि इन्स्टेन्टली हामीले चाहिँ सर्भ गर्न सकिन्छ हैन. अब चाहिँ हामी एड गर्छौं लेमन जुस. मजाले चाहिँ तपाईहरुले लेमन जुस एड गर्नुस् है. अब चटपटा अमिलो पिरो बनाउनको लागि त अब सबै एड गर्यौं. अब लेमन पनि त एड गर्नु पर्यो हैन. अब लेमन एड गरिसकेपछि अब हामी चाहिँ प्लेटिङ तर्फ लाग्छौं. ल हेर्नुस् त अब म यति राम्रो बोलमा प्लेटिङ गर्दै छु. प्लेटिङ पनि एक प्रकारले चाहिँ एकदमै इम्पोर्टेन्ट चीज हो. किनकि कुनै पनि खानाहरु सर्भ गर्दा चाहिँ प्लेटिङ गरेर दिनुभयो भने चाहिँ खाम जस्तो हुन्छ. अनि आफुलाई एकदमै क्रेभिङ फिल हुन्छ. अनि अरूलाई पनि क्रेभिङ फिल हुन्छ. अनि यसरी हामी प्लेटिङ गर्दै छौं हैन. अब यो डिश चाहिँ प्राय जसो अब यो साँधेको नुडल चाहिँ हामीले चाहिँ अब घरमा गेट टुगेदर गर्दा कुनै पार्टी अथवा इन्जोय गर्दाखेरि चाहिँ हामीले चाहिँ यो खाने गर्छौं हैन. यो एकदमै सजिलो के बनाउन पनि हैन. अनि त्यसपछि चाहिँ यो सबै फ्यामिलीसित यो रेसिपी शेयर गर्नुहोस् हैन. अनि लाइक सब्स्क्राइब पनि गर्नुहोस् हैन. अनि नेपाली यस्तै रेसिपी हजुरहरुलाई चाहिन्छ भने चाहिँ प्लिज कीप सपोर्टिङ. लानुस् अब लगभग अब हाम्रो प्लेटिङ पनि भइसक्यो. अब एकदमै फिनिशिङ स्टेजमा छ. वाउ क्या खाम भयो है गाइजहरु. ल हेर्नुस् वाह. लास्टमा चाहिँ नबोल्नु है. चप धनियाले चाहिँ माथिले सर गार्निश गरिदिनुस्. थ्यांक यू फर वाचिङ.